नेपालभरि बढेको छ जाडो, जताततै जाडो। आउनु सबैजना मिलेर हेरौँ जनताको यो भिडियो मनोरञ्जनका लागि मात्र गराइएको हो, कसैमाथि ठेस पुर्याउन अथवा कसैलाई चोट पुर्याउन गराइएको होइन। अब भिडियोलाई सुरु गरौँ। अब देख तू तेरी औकात मैं दिखाता हूँ तुझे। मैंने सरी जुन विवाद गरिरहे अनि बालेन शाहमाथि के भन्यो अरे? बालेन शाहलाई के भन्नु छ नि, म माथि भएको महिला हित्या हम्सा अनि मान्छेमाथि त्यत्रो हित्या हम्सा भइसक्यो रहेछ। त्यत्रो हित्या हम्सा भइसकेपछि मान्छे उफ्रिँदैन भन्या। यो माइती गठबन्धन यो जेनजी युवाहरूको रिभोल्युसन। अनि नेपाली भाषामा मात्र कति सुन्ने के? अब इंग्लिशमा पनि एकचोटि भन्नुहोस् त। That matter center point you are topics here. That other option no. Why your Genji revolution is the other option question here? Can you speak here? 1 to 1 come here now. Which man come here now? My country, that's United Kingdom of my country. Which man comes from here? I put 1 to 1 dialogue here. Comes here now. Any boys comes here now. 1 to 1 dialogue me. United Kingdom of my Nepal. Which man come here? 1, 2, 3. Comes here 1 to 1 to dialogue. I am here. Comes here now. Thank you very much. My name is Raju Kumar Bhattarai. अब होइन, पहिलाको जिन्जी आन्दोलनमा त जनताहरूले जिन्जीहरूले त गोली हान्न पठाइयो। अबको अहिले त बुझ्ने सरकार छन्, गोली त पक्कै हान्दैनन् होला। के गर्दा ठिक होला त यी जिन्जी आन्दोलनका एमालेका कार्यकर्ताहरूलाई? यो आन्दोलनमा चाहिँ यिनीहरूलाई कुट्नु हुँदैन क्या। यिनीहरूलाई त्यो डल्ले खोर्सानी हुन्छ नि, त्यो पिल्ने होइन, अनि पानी हाल्ने, अनि सिमा हालेर नि पक्रिँदै चाकमा हाल्नुपर्छ कि खोर्सानी। मायाकालाई भोलिदिनु त्यो लाइफमा आउँदैन। अनि बालेन शाहको र पहिला के गर्नुहुन्थ्यो नि? बालेन भनेको ट्यापी होइन, त्यो ऱ्यापर थियो पहिला होइन, एकदम ऱ्याप गाउँदै हिँड्थ्यो। हामी एमालेको कार्यकर्ता हो अनि एमालेको विषयमा बोल्न पाउँछौँ हामीले। अनि तपाईँले त बालेन शाहको बारेमा नराम्रो भन्दै हुनुहुन्थ्यो, ऊ बालेन ट्यापे हो, बालेन गजेडी हो भन्दै हुनुहुन्थ्यो। हिजो हामीले एमालेकै विषयमा कुरा गरिराखेका थियौँ। बालेनको पक्षमा बोले थिएन, कहाँ बोलेको छु? अरे नहीं, आपने कहा था। अनि एकजना एमालेका कार्यकर्ताले पुलिसको हातबाट नमिठो लट्ठी कुटे खाएपछि के भन्छन् त एकछिन यो हेर्नुहोस् है त। ल बालन सरकार, आज चाहिँ म आन्दोलनमा आउँदिनँ। तिमीले हिजो यहाँ आँखामा बजारेपछि मात्रै मेरो बुद्धि आयो, आँखा बन्द भएपछि मेरो बुद्धि आयो, त्यहाँ म आन्दोलनमा आउँदिनँ। आज एमालेको बुद्धि कुटेपछि आउने रहेछ, मेरो बुद्धि आयो बालन सरकार। जब लाठी खाइयो नि बुद्धि आयो। अनि गजेडी तेरो पाराले दुःख पायो साराले भनिरहेछन् नि, तपाईँ यसमा के भन्न चाहनुहुन्छ? त्यसै दुःख पायो साराले गरे, मलाई दुःख भएको छैन है। मेरो आसपासको कसैलाई दुःख भएको छैन। तिमीहरूलाई भएको छ र कसैलाई दुःख भएको छ र? भएको छैन नि होइन। त्यसै दुःख पायो साराले अरे, दुःख पायो सारा एमालेले भन न। अनि एमाले कार्यकर्ताको एकजना युवा आइमाईले जब 3000 रुपियाँमा म यत्रो कुरा भन्छु रे, एकछिन यो हेर्नुहोस् त। अमेरिकी दलाल बालेन सरकार मुर्दाबाद। अमेरिकन दलाल सरकार मुर्दाबाद। होइन के, अमेरिकी दलाल बालेन सरकार मुर्दाबाद। 3000 दिएर यति घोका कहाँबाट आउँछ त? अनि एमालेको आन्दोलनमा गएर त्यही एमालेका कार्यकर्ताले केपी ओलीको कारणले जनताले दुःख पाए गरे, एकछिन यो हेर्नुहोस् त। अनि केपी ओलीले प्रहरीले समातेर जेल लैजाँदाखेरि पुरै शानसँग हात हलाउँदै पो गइरहेछन् त यार। यस्तो छ, अब यहाँ बसेर अब मुख हेर्दाखेरि टिट लाग्छ, यसको बानी बेहोरै त्यस्तै छ। अनि एकजना यी आइमाईले देश चलाउने प्रधानमन्त्री र गृहमन्त्री भएका छन् भनेको यो भिडियो हेर्नुहोस्। देश चलाउनेहरू आज प्रधानमन्त्री भएका छन्, देश चलाउनेहरू आज गृहमन्त्री भएका छन् भनेपछि छानबिन चाहिँ बचाउनु पर्यो। अनि एकजना केटाले के भन्छ भन्दाखेरि अर्को चुनावमा झापा 5बाट केपी ओलीलाई चाहिँ फेरि वडा अध्यक्ष बनाउँछौँ रे, एकछिन यो हेर्नुहोस्।
चुनाव हारे भनेर चिन्ता नलिग मेरो बा 84मा फेरि स्थानीय चुनाव आउँदैछ झापा प्रेमी तिमी देश प्रेमी तिमीलाई झापा 5 गौडा अध्यक्ष बनाएर छोड्छौ हामी अनि केपी बाको लागि छातीमै गोली खान्छु भनेपछि यो हेर्नुस् गोली हान्छस् भने हान छाती थाप्न तयार छु केपी बाको लागि केपी ओली आज पनि वी लभ यु भन्छु तिम्रो जस्तो युवा देशलाई चाहिएको पनि छैन बाँचेर देशलाई भारी भन्दा मरेकै ठिक अनि तपाईले एजेन्डा के लिएर आउनुभयो भनेपछि यहाँ हेर्नुस् थाहा छैन त्यहाँ के लिएर आउनुभयो एजेन्डा केही छैन भनेपछि खेल्न आउनुभयो एमालेको आन्दोलनमा 5,000 रुपियाँ लिएर आएको रहेछन् 5,000 दिन्छु भने सर 5,000 दिन्छु भने संख्या पुगेन हजुर संख्या पुगेन आर यु कमेडी मी अनि एकजना आइमाईले बालेन शाहले मलाई बलात्कार गर्यो भनेपछि मलाई बालिक साले बलात्कार गर्यो मलाई आधारले बलात्कार गर्यो अनि यी व्यक्ति एमालेमा आएका राजावादी हुने हो भनेपछि केपी ओलीलाई समर्थन गरेर एमाले हुने त होइन नि होइन राजावादी हुने हो इतने तेजस्वी लोग हैं हमारे पास अहिले सोशल मिडियामा भाइरल केटी जोबानी केटी धेरै वर्ष पहिला केपी ओलीसँग नेपालै नरहे भन्ने गीतमा पनि गाएकी रहेछिन् होइन के मान्छेहरूले के बुझेको छैन त के नेपाल भनेर अनि सुदन गुरुङले हत्यारा हो भनेपछि सुदन गुरुङ मात्रै रे बालन शाह पनि हत्यारा हो यिनीहरूले कम त हत्या गरेका छन् अनि सोशल मिडियामा निकै भाइरल भयो कि यी कान काट्ने दिदी र बलि लागेको कान पनि बालिन शाहले दिन्छु भन्नेवाली दिदी बालनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटलमा टाका लाउँछु साँच्चै हो नि साँच्चै हो रियल हो नि भाका सुनको हाम्रो दिनु पर्यो यो सुन पनि मैले बालन लाने दिन्छु हो जित्यो हो नि अनि एमालेको आन्दोलनमा गएकी एक महिलालाई दुईजना पुरुषले यताउताबाट हाँस समाउँदै मजाले खुसी हुँदै हाँस्दै अगाडि गइरहेका छन् बिचारा कुञ्चाइकी बुढी आज दुईजनाले खुरिते पार्ने भए मेरो देश विदेशले लाने भयो भन्नेवालाको एक्टिङ हेर्नुहोस् है त मेरो देश अब विदेशले लाने भयो मेरो देशमा नागरिक मार्ने भयो मेरो देश बचाइदियो मेरो देश बचाइदियो एमालेहरूले गाडी फुटाल्दैन मुरे एमाले डिभाइडर गाडी फुटाउँदैन A few moments later. यो के तेरो भाउले फुटालेको हो अनि एकजना युवा एमालेकै आन्दोलनभित्र बिचमा घुसेर छोड एमालेका झोलेहरू बाटो छोड भन्दै खुले आम त्यहाँभित्र हिँडेर गइदिएका छन् छोड मुला झोले बाटो छोड गुमालेहरू मुला बाटो छोड म बिचबाट घुसे बाटो छोड अनि पुलिसले समेत अब एमालेका झोलेहरूलाई त्यही झोले आइजा भनेर कुट्न थालेका छन् यो भिडियो हेर्नुहोस् अनि एकजना एमालेकै कार्यकर्ता महेश बस्नेतकै अगाडि एमालेलाई 7.5 को दशा लागेको रहेछ भनिसकेपछि यो भिडियो हेर्नुहोस् एमालेलाई चाहिँ 7.5 को दशा नै लागेको रहेछ हैन सुदन गुरुङ पहिला र अहिले कस्तो थिए ल हेर्नुहोस् है त महावीरपुरलाई एकजनाले किताब कति बेच्नु भयो भनेर सोद्धाखेरि यहाँ हेर्नुहोस् यिनले के भनेका छन् कति बेच्नु भयो आज किताब कति पिस गयो आज धेरै गयो हैन आज यहाँ गाउँलाहालतिरको मान्छेहरू अलि अल्छिरहेछ पश्चिमका लागि त एउटा किताब लैजान्छु हैन किन्नु पर्यो नि त्यसले लगेर हुन्छ